मेरो नाम ललित बहादुर कुँवर, मेरो घर पाल्पा हो। हाल वर्तमानमा चन्द्रगिरी वडा नम्बर 5 गुरुद्वारामा बस्दै आएको छु। मैले यो संस्थाबारे खासमा मेरो म्याडमको औषधि उपचार धेरै ठाउँ गरेँ। मैले पायस, विशेष गरी पायसको लागि मैले धेरै ठाउँ जाने आउने गर्दै जाँदा र क्यान्सर सम्बन्धी पनि जतिखेर पनि डराइरहने कि मेरो। र एकजना हाम्रो छिमेकी त्यही क्यान्सरको कारणले गर्दा बिरामी भयो, अब जानेवाला भयो भनेर झन् धेरै पीडा गरेपछि अब पीडा त बिरामीलाई त यसै हुनुभयो, त्यो भन्दा पनि बढी पीडा चाहिँ मलाई भयो। त्यसपछि मैले चाहिँ अब यसको सल्युसन भनेको हामीसँग त पक्कै छ। अब अहिलेको जमाना भनेको आइटीको जमाना हो, डिजिटल एज छ होइन, कहीँ फोन गर्नु परेन। अब इन्टरनेटमा सर्च गर्छु भनेर मैले सर्च गर्न सुरु गरेँ। सर्च गर्दाखेरि सरिता लामा बहिनीको इन्टरभ्यू भेटाएँ, जुनमा लेखिएको थियो 3 वर्षपछि नयाँ जीवन पाएको भन्ने चाहिँ थियो। भित्रमा पुरै उहाँको लगभग 15-20 मिनटभन्दा बढी थियो। एउटा ब्लगरले हाल्नु भएको छ, रियल हो कि होइन उहाँले जान्नुहुन्छ। मैले चाहिँ त्यो भिडियोलाई विश्वास गरेँ। उहाँले रुँदै पनि उहाँले आफ्ना कुराहरू प्रेजेन्टेसन गर्नुभयो, जसले गर्दा म पनि रोएको एकचोटि। त्यस्तो क्यान्सर भएर वीर हस्पिटलबाट निकालिएको बिरामी फेरि यहाँ आएर पनि डाइरेक्ट औषधि दिन नमिलेर अरू कुनैको सहयोगबाट औषधि उहाँले खाएर अनि 3 वर्षपछि जस्ताको तस्तै हुँदाखेरि त एउटा अनौठै चमत्कारी चाहिँ मैले त्यहाँनिर देखेँ। र अब यो भिडियोलाई सेभ गर्छु भनेर मैले चाहिँ सेभ गरेँ पनि, अनि मैले म्याडमलाई देखाएँ पनि। र त्यो माध्यममा उहाँ त एउटा पेसेन्ट हुनुभयो। अब यसको मूल जरोमा जानु पऱ्यो भनेर मैले फेरि डाक्टर डी.बी. सुनवार भनेर मैले फेरि भेटाएँ उहाँको। र उहाँसँग चाहिँ त्यहाँको कुरा सबै म सुनिसकेपछि ल अब चाहिँ त्यसमा फेरि डिटेल राखिदिनु भएको छ कि फोन नम्बर सबै राखिदिनु भएको छ, जसले गर्दा मलाई सजिलो पनि भयो। र मैले उहाँलाई डाइरेक्ट फोन गरेँ। त्यतिखेरै त्यो हेर्ने बित्तिकै फोन नम्बर निकालेर डाक्टर साहबलाई मैले फोन गरेको हो। र उहाँले चाहिँ एकपटक आउनुहोस्, भिजिट गर्नुहोस्, त्यसपछि चाहिँ सल्लाह गरेर अगाडि बढाउँ, यहाँबाट ठिक हुन्छ, प्राकृतिक चिकित्सा हो, यसमा चाहिँ राम्रो हुन्छ भन्ने उहाँको विचारलाई चाहिँ मैले मनन गरेर म यहाँ दिएको छ। मैले यहाँबाट चाहिँ अब सेवा त विविध सेवा छ, थेरापीहरू सम्बन्धी यो सबै विशेष गरी थेरापी नै भयो। अब अकुपञ्चर थेरापी होला मैले गरेको छैन, खास गरेर मेरो म्याडमलाई भएको कुराहरू हो। अकुपञ्चर थेरापी छ, शिरोधारा छ। हिट दिएर चाहिँ शरीरको पसिना जति सर्लक्कै निस्केपछि मेरो खुट्टामा दुख्या पनि थियो, त्यो मैले पनि त्यो चाहिँ प्रयोग गरेँ र मेरो खुट्टा पनि एकदम क्लियर भएको फिल गरेको छु। अनि गएर उहाँलाई हिप बाथिङ भयो, स्टिम बाथिङ भयो, अनि गएर शिरोधाराबाट तेल कुखुरा भयो, जसले फेरि कपालको चाहिँ रौँ झरेन भनेर फेरि म्याडमलाई झन् अर्को खुसी लागिरहेछ। फेरि त्यो तेल लिने खोज्दै हुनुहुन्छ। र जुन स्टोनकोबाट चाहिँ स्टोनले त्यो मसाज भयो, त्यो मसाजले गर्दाखेरि धेरै सफलता भयो। अनि त्योभन्दा अगाडि चाहिँ हाम्रो बोडीलाई क्लिन गर्ने प्रोसेसमा चाहिँ हामी यहाँ लाग्दो रहेछौँ, जसले गर्दाखेरि इन्टरनल थेरापी पनि भयो जस्तो लाग्यो। इन्टरनल थेरापी भनेको चाहिँ भित्र खाएका बेकारका जति चिजहरू थिए ती सबै त फ्याँकियो। त्यो फ्याँकिएपछि अहिले चाहिँ मेरो म्याडमको अवस्थामा चाहिँ ग्यास्ट्रिकको समस्या थियो। ग्यास्ट्रिक त ग्यास्ट्रिक हराइसक्यो। अब बाँकी रह्यो पायसको कुरा। अब पायसको पनि अब औषधि हामी लगाइरहेछौँ। यो भनेको चाहिँ एक किसिमको दीर्घ रोग भएको कारणले एकैचोटि हुने कुरो त आएन, तर बिस्तारै बिस्तारै यो चाहिँ बन्दैछ, इम्प्रुभ भइरहेछ। यही हो सर। यहाँको सेवा सुविधा त अब अचुक छ। यसमा चाहिँ कुनै मूल्याङ्कनै गर्न सक्ने स्थिति छैन। पुरै पारिवारिक फ्यामिली भएर हामीले सेवा सुविधा हामीले प्राप्त गरेका छौँ, जसलाई हामीले जति पनि हामीले फी भनेर थियौँ त्यो फी होइन, यो सञ्चालन गर्नको लागि राखेको डोनेसन हो। मेरो तर्फबाट चाहिँ त्यसरी भन्छ। अब मसँग अहिले पनि 1 हप्ताभित्रमा हामीले 1 हप्ताको प्रोग्राममा थियौँ। 1 हप्ताभित्रमा भेट्ने साथीहरूले मबाट धेरै कुराहरू जानकारी पाइसक्नुभयो। यो प्राकृतिक उपचार सम्बन्धीको विशेष कुराहरू। मेरो साथी पनि हुनुहुन्छ ईश्वर केसी, उहाँले पनि यस्तो कुराहरू प्रचार गरिरहनु भएको छ। उहाँको उपचार भइरहेछ। उहाँको चाहिँ हड्डीको पछाडिपट्टिको नसा चेपेको हो या अरू केही भएको मलाई थाहा छैन, तर त्यसको थेरापी गर्नुभयो। अकुपञ्चर, अकुप्रेसर, शिरोधारादेखि लिएर मसाजमा डिडिएस सिस्टमको मसाज, जसले गर्दाखेरि चाहिँ एकदम राम्रो फिल गर्नुभएको छ। तर त्यो जतिखेर उहाँले एक्सन हुन्छ त्यतिखेर चाहिँ मैले पनि देखेको थिएँ उहाँले चाहिँ यसरी चल्ने रहेछन्, त्यो करेन्टको प्रभावले रहेछ, जसले गर्दा
अझ इनर्जी चाहिँ फिल भएर अगाडि बढेको चाहिँ उहाँले व्यक्त गर्नुभएको छ। अरू पनि जतिजनाले हाम्रो मिडिया मार्फत चाहिँ हेर्नुहुन्छ, युट्युबमा हेर्नुहुन्छ, कुनै ठाउँबाट हेर्नुभएको होला, उहाँहरूले चाहिँ एकपटक यो हामीले बिरामी भयो भनेर सिटामोल खाने भनेर डाइरेक्ट त्यहाँ जानुभन्दा एकपटक यहाँ आएर भिजिट गर्नुहोस्, महँगो रहेनछ, उपचार विधिमा लाग्नुभयो भने अनि आफैले आफूलाई फिल गरेर अरूलाई प्रचार गर्ने एउटा व्यक्तिको रूपमा तपाईँ आफै निस्किन सक्नुहुन्छ। अब हामीले टाढो भएको कारणले हामीले यहाँ आएर बस्नलाई पनि सेवा सुविधा यहाँ रहेछ, 15 बेड भन्नुभयो सरले। यदि त्यस्तो खालको प्यारालाइसिस भएको बिरामी मैले भेटेँ यहाँ, अनि क्यान्सर भएर पालै परेको बिरामीहरू पनि आएको यहाँ मैले भेटेँ, जसले गर्दा उपचार हुन्छ र त उहाँहरू आउनुभयो होला भन्ने मेरो विश्वास पनि त्यो लाग्यो। र सबैलाई चाहिँ राम्रोसँग सेवा गर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।